हेलो अनि नमस्कार। ओ माई गड मेरो सो हाम्रो ड्युटी चाहिँ धेरै पछि यस प्रकार देखाइँदैछ। हाम्रो ड्युटी जाने एरिया चाहिँ यस्तो रहेको छ। प्राय हामी अहिले साइकलबाट गइरहेछौँ। देख्न सक्नुहुन्छ मेरो पछाडि दाजुभाइहरू छ। अनि यति बेला चाहिँ बिहानको 7:10 गइसकेको छ। हाम्रो चाहिँ यस प्रकार रहेको छ एकदमै। अनि हाम्रो राइड चाहिँ हाम्रो साइकलबाट हुन्छ है, देख्न सक्नुहुन्छ। अनि यहाँको वरिपरिको नजारा यस्तो रहेको छ। पछाडि आउँदैछ एकजना एकदमै। अनि एकदमै धेरै पछि चाहिँ हामी भिडियोमा उपस्थित भइसकेका छौँ। अब भिडियो त्यस्तै हो, अब यता र उता है, विदाउट कन्टेन्ट। अब चाहिँ मैले एकदम जसले पनि भिडियो हेर्नुहुँदैछ एकदमै मलाई लाइक गरेर सब्सक्राइब गरेर कमेन्ट पनि छोडिदिनु होला। र एकदमै मलाई एकदमै हौसला मिल्नेवाला छ, किनभने अब मैले कन्टिन्युटी मैले भिडियोलाई दिने भन्ने कुरो आइसकेको छ। एकदमै देख्न सक्नुहुन्छ यस्तो गाडीको भिड हुन्छ, किनभने त्यहाँ पर रेड लाइट छ। त्यो अगाडि रेड लाइट छ, त्यहाँ चाहिँ एकदमै डेन्जर हुन्छ, किनभने बाटो काट्नुपर्ने हुन्छ हामीले। मेरो पछाडि टोलीहरू देख्दै हुनुहुन्छ होला, हुँदैछ। अनि बाइक चाहिँ यसरी एकदमै गाडी एकदमै गइरहेको हुन्छ। अनि पछाडि साथसाथै म पनि यसरी हिँडिराख्नुपर्ने हुन्छ। केटाहरू पछाडि छ कता हो। अनि यहाँ अब बाटो चाहिँ के कसरी काट्छौँ हामी देखाउने हाल्छौँ। यहाँ यसरी सारा गाडी यसरी आएको है। हामी चाहिँ अनि यहाँ कसरी छिर्नुपर्ने भन्दाखेरि अब थोरै गाडी आउँदैन बिहानको समयमा। कसरी त हामीले माथिबाट केटाहरूले सारेर गइसकेको छ केटाहरू मलाई छोडेर। मलाई छोडेर नजाऊ केटा हो, त्यो बेला पाप लाग्छ। यस्तरी गाडी पिरामिड हुन्छ एकदमै। सिग्नलको कारणले गर्दाखेरि हामी यसरी अड्किन्छ। यसरी खाली भएपछि हामी कट्नुपर्ने हुन्छ क्या। अनि हाम्रो यसरी केटाहरू गुड डान्ठ केटाहरू लाजाठ झन्डै। र हाम्रो वरिपरि यस्तो रहेको छ। हामीसँग एलन भाइ यहाँ छ। ओ रन्डा, एलन भाइ बिचराको आँखा पनि खुलेको छैन रातभरि गेम खेलेर। त्यस्तै हो। यता हाम्रो मिस्टर विवास सामने एकदमै। यता पवन भाइ अगाडि एकदमै यसो ब्लक हानिदिएको। कहाँ गाडी हामी हेरिहाल्छ नि, धेरै पछाडि अरे क्या। सो देखाइदिएको नि, यस्तो धेरै पछाडि देखाइदिएको। यसो युट्युबतिर यसो छाइदिएको। युट्युबतिर के कस्तो छ माहौल मेरो धीरज मिस्टर धीरज बिराएको भन्ने कुरो एकदमै धेरै 2-3 महिना पछाडि एकदमै छाइदिएको अवस्था। यो एरिया चाहिँ यस्तो रहेको छ, देख्न सक्नुहुन्छ। जो कोही पनि मलेसियाबाट हेर्दै हुनुहुन्छ, हामी मलेसियाको पेनाङको कुलिम। अहिले विली ल हान्देऊ केटा, विली कोसँग छ विली? छिटो हान्देऊ घोप्टाएर केटा हो। देख्न सक्नुहुन्छ यस्तो हाम्रो वरिपरिको दृश्य चाहिँ यस प्रकार रहेको छ। यो पुरानो गाडीहरू थोत्रे-मोत्रेहरू एकदमै सरर। नेपालको काठमाडौँको बागमती जस्तै यहाँ सलल बगिरहेछ यतापट्टि खोला। देख्न सक्नुहुन्छ वरिपरिको दृश्य यस्तो। अब हामी अलिअलि गरेर देखाउनेछौँ कहाँ के है आजको दिन के कसरी हुन्छ। यो आजको भिडियो 10 मिनटको हुनेछ। र हाम्रो मिस्टर विवास सामलिङ यहाँ नम्बर काट्नै एकदम भएछ। पारो भने भोलिको भिडियोमा आउँछ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम चाइनिजको घर हो। त्यो दाउ यो त दाउ 10 हान्छु म नम्बर। देख्न सक्नुहुन्छ आजको 9 ड्राइगन नम्बर यो रहेको छ। हाम्रो ब्रोले काट्दै हुनुहुन्छ त्यहाँ। आज 14 तारिक होइन, 14 तारिकको आज यो नम्बर पर्ने छ कि छैन। को मलेसियाबाट हेर्दै हुनुहुन्छ कृपया चेक गर्नु होला। पर्यो भने 52 वर्ष आदि कमेन्ट गर्नु होला।
पैसा चाहिँ हामीले निकाल्नुपर्ने हुन्छ। यस प्रकार छ। आज मैले 1 रुपियाँ गोटाको 5 वटा हान्दैछु दुईटामै 5 को नोट। अब लाग्यो दुईटै हान्दैन हो म चाहिँ हान्ने कुरा भइरहेको छ। देख्न सक्नुहुन्छ गाई चाहिँ पैसा त्यसरी थालिन्छ त हामी दाइ। यो के हो यो पैसै पैसा पैसा होइन। यो 15 रुपियाँ पापा जाने दाइ। अब यहाँ दिँदैछु। अब दाइले हाम्रो तलबाट हेर्दै हुनुहुन्छ, हाम्रो जाने तयारी भइरहेछ। अब हामीले यहाँ पैसा दिने हो कि पैसा चाहिँ हामीले दिइसकेका छौँ। भने पैसा लिनु चाहिँ कहिले आउनु पर्ने हो भन्ने कुरा हामीलाई भइरहेछ। पैसा मात्रै अति फाल्यो ब्रो। अरे क्या ओके नम्बर आइसक्यो है। यस्तो नम्बर चाहिँ किन भयो भन्दाखेरि यो साइडमा अलि इलिगल खेलाउँछ, त्यही भएर। लिगलमा त दाइ उयो हुँदो रहेछ नि त, स्क्यानर सहित हुँदो रहेछ नि पछाडि। ठिकै छ। यो भनेको चाहिँ एकदम इलिगल हुनाको कारणले गर्दाखेरि यस्तो हो दिएको कार्ड। सो त्यही हो। देख्न सक्नुहुन्छ हाम्रो बाटो चाहिँ यस्तो खालको झाडीमा कुदाउनु पर्ने हुन्छ। अब दिउँसो त ठिकै हुन्छ कि राति फर्किने बेला अब त अनि अँध्यारो हुन्छ। यो कम्पनीको बत्तीले अलिअलि सेप हुन्छ, तर यो बारेकोले पनि अँध्यारो हुन्छ। सर्प के छ हामीले देखिँदैन नि त। यस्तो हामी यस्तो खालको बाटोमा हिँड्नुपर्ने हुन्छ। यस्तो खालको हिलो नाली बाटो छ, एकदम हामी जोगिनु पर्ने हुन्छ त्यसमा चाहिँ ठिकै छ। अब हामी पैसा कमाउन आएको यतिको अब सहेरै हामीले कमाइरहेछौँ भन्ने हामीलाई लागिरहेछ। ठिक छ। वरिपरि कम्पनीहरू देख्न सक्नुहुन्छ। हामी कम्पनीकै छेउबाट गइरहेछौँ। अब यहाँ बाटो चाहिँ अलिक कट्नुपर्ने हुन्छ क्या। सो यस्तो छ हाम्रो अगाडि बाटो। यो बाटो त हामीले देखाइ पनि सकेको थियौँ अगाडि भिडियोमा फुल। अनि हाम्रो कम्पनी परको अक्लो रहेको छ। हाम्रो कम्पनी चाहिँ त्यो हो। जाँदैछौँ, देखाउनेछौँ। हामी यसरी गइरहेछौँ। लगभग अब हामी चाहिँ कम्पनी आइसकेको छौँ। हाम्रो कम्पनी चाहिँ यस प्रकार रहेको छ, यसरी अक्लो। हाम्रो कम्पनीको नाम कस्टम फुड रहेको छ। पर एन्चीलाई देखाउन सक्नुहुन्छ। ऊ पर हात हल्लाउँदैछ। अरे क्या होइन भने यहाँ सहरको दुईवटा रन्डाहरूलाई हेर्न सक्नुहुन्छ तपाईँहरूले। रन्डाहरूलाई हेर्न सक्नुहुन्छ तपाईँहरूले। सर हाम्रो यस्तरी पार्किङ हुन्छ यहाँबाट। यस्तरी हान्दियो हुँदै हान्दियो चाकमा हान्दियो। अरे क्या सर हाम्रो घाम झुल्किसकेको छ। हाम्रो होइन राम्रो घाम, बिहान घाम झुल्किसकेको छ, देख्न सक्नुहुन्छ। दाजुभाइको यसरी एन्ट्री। यो चाहिँ लोकलहरूको बाइक पार्किङ गर्ने ठाउँ। हामीलाई हेला गरेर उता बाहिर राखिदिएको छ। यता हाम्रो जनकपुरको बाबे छ एकजना। पर्छ हौ बाबे। यो बाबे अस्ति मेरो टोटो नकाटिदिएर कस्तो परिरहेको थियो। स्पेसल फोन गरेर काट्नु लागेको परिरहेको थियो। नम्बर मैले दिने नम्बर परेको थियो भनेको बाबे काटेन नि। अनि त्यहाँ 1 मिनट गएर आउनु सकिँदैन बाबे। जनकपुरका बाबे ठिक छ। अब हाम्रो यस प्रकार छ। घाम मिठो घाम लागिरहेछ। अहिले नेपालमा त घाम खासै झुन्डै छैन। झुन्डै छैन, झुल्किएको छैन अरे क्या। हुँदैन बाबे। ठिक छ। अब हाम्रो यहाँ पन्जिङ कार्यक्रम भइरहेछ। यहाँ मेरो पन्जिङ 7:40मा। थ्याङ्क यू। यो चाहिँ हाम्रो चिनी यस्तो हाम्रो पाउडर बन्छ यसरी। यहाँ हाम्रो भाइ आउँदैछ। यो भाइलाई म 1 लाती हान्नेवाला छु। कृपया तपाईँहरूले सबैजनाले ताली पड्काइदिनु होला। 1 लाती हान्नेवाला छु। सबैले ताली पड्काइदिनु होला। हात मिलाउ न। मोटीसँग तिम्रो फेरि म मिलाइदिन्छु नि। मोटीसँग तिम्रो मिलाइन्छ कि राम्रो छ तिम्रो। सो हाम्रो यस्तै बन्छ। यो चाहिँ पाउडर, यो चिनी हो। यस्तै पाउडरहरूबाट मिक्सबाट
यस्तो पाउडरहरू मिक्सबाट यस्तो कार्टन यो रेडी यो खानालाई रेडी भइसकेको हो देख्न सक्नु। अनि हाम्रो एलन भाइ र म ड्युटी जाँदैछु। एलन भाइले कसरी काम गर्छ म भरे देखाउनेवाला छु तपाईँलाई। यस्तो गर यस्तो हाई गर हाई देखाइदियो भाइले। सो पर एलन भाइले काम गरिरहेको छ, म नि काम गरिरहेको अहिले देख्न सक्नुहुन्छ। त्यसरी काम गर्छ केटाहरू। यस्तो अघि आएको बिहानको बाटो चाहिँ यी माथि मात्रै बाटो त के हो के अँधेरो। यहाँ चाहिँ पुरा सुत्तामा गेस गरेर हिँड्नुपर्ने हुन्छ क्या यस्तो भए पो। अनि यस्तो छेकिएको छ कम्पनीले कहाँ देख्यो त। अनि यस्तै हो हाम्रो यस्तो अन्धाधुनमा हिँड्नुपर्छ। यहाँ कस्तो थियो भनेर गेस गरेर हिँड्नुपर्छ त्यस्तै हो। अब के भन्दा परदेशमा यतिको सहनु पर्यो। यस प्रकार हामी हिँड्दैछौँ। फाइनल्ली हामी होस्टल यानि कि रुममा आइपुगिसक्यौँ। रुममा आइपुग्दा चाहिँ पसिनाले लोर भइन्छ नि यस्तो छ अवस्था। ठिक छ केही छैन। अब हाम्रो भिडियो हाम्रो यसरी नै ब्याक टु ब्याक विदाउट कन्टेन्ट आउने नै छ। कृपया हामीलाई साथ दिँदै गर्नु होला। थ्याङ्क यू सो मच। मेरा दाजुभाइ तथा दिदीबहिनीहरू जो कोही पनि मैले चिनेको नचिनेको जो कोहीले पनि मेरो भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।